हजुर होला लक्कुको है हजुर बोइस पार्टी यहाँबाट उता मापासी होला लक्कुसम्म चान्स लिन सकिन्न भन्न सकिन्न होला आज झन् फ्राइडे न म चाहिँ के प्लान गरेँ भन्दाखेरि तपाईँ अगाडि गएर जानु म पछि आउँछु भनेर सोचिरहेको थिएँ क्या हुन्छ पर्छ पर्दैन यस्तो हुन्छ नि त पऱ्यो भने नि म कटाइदिन्छु नि त केही गरी पऱ्यो भने होइन म बाइक लिएर अगाडि पुऱ्याउँछु फेरि पछि फर्केर आउँछु अनि कटाइदिन्छु नि त होइन एक्स्ट्रा पे गरिदिन्छु तपाईँलाई ल तो चलिए शुरू करते हेलो गाइस वेलकम टु माई न्यू ब्लग अनि म चाहिँ आज ढिला भयो यार घरबाट निस्किँदा 7 बजिसक्यो अनि मेरो फर्स्ट राइड चाहिँ यसो भइसकेको छ हेर्नुहोस् यहाँ अब आइरहेको अब आजको गोल चाहिँ आज झन् फ्राइडे नाइट हो होइन आज त झन् खतरा टिप लाग्नु पनि आजकै दिन म लास्ट ढिला गरिरहेको छु घरबाट निस्किनै ढिलो भयो आज मलाई A few moments later. हेलो म यो आलीको बाटोबाट फर्काउँदैछु यार बाइकै धन तलतिर जानु खोज्छु क्या म्यापले जता जता बाटो देखाइदिरहेको थियो त्यही हिँडिरहेको थियो राख त एकछिन यहाँ बाइक यार ओ रुकल यहाँ कोही मान्छे बाइक निस्क्यो भने त म 5 मिनटमा आउँथेँ आलीनिर अड्केर बस्यो कि ओह्रालोमा आएर न कहीँ जान मिल्ने न के गर्ने भयो यार तिमी म पछाडि क्लज नसमात ल पह एउटा उति दाइलाई पनि बोलाउनु पर्छ क्या यार एकछिन ल एक गियरमा छ गाडी क्लज समात्नुहोस् त एकचोटि ल ढक्कल हुँदैन छोडिदिनु एकचोटि छोडिदिनुहोस् त क्लच छोडिदिनुहोस् त अटाउनु ल ह्यान्डल यतापट्टि मोडिदिनु बरु बाइक लडाउनु पर्ला जस्तो छ यार है लडाइदिनु बाइक सेट माथि तान्नु पर्ला जस्तो ल अब हुन्छ ल पुरा ल हुन्छ अब स्ट्यान्ड लगाइदिनुहोस् त यतापट्टिको बाफ्रे म त एक्लै भएर होमलेस भइरहेको एकछिन त माछा पोखरी भन्थ्यो क्या माछा पर्दो उयो उयो झिलिमी छ नि हजुर त्यही हो म उताबाट जानुपर्छ यहीँबाट जानु त्यो घर छ नि त्यहाँबाट कल्चर लाग्नु ल धन्यवाद है ब्रदर ल यही बिग्रेछ नि त ल म वहीँ गएर टाइट गराउँछु यो चाहिँ बङ्गे चाहिँ ल केही भएन ल धन्यवाद है त ल ल धन्यवाद यहाँबाट बुक गरेको थियो बुक गर्नुभएको थियो वा आलीको बाटो देखायो होइन घुमाउँछु भनेको ओह्रालोमा बाइकै अड्किरहेको आफू एक्लैले सक्दै नसकेर त्यसो त नै त्यस्तो घुमाउँदाखेरि मात्र हो अनि यो चाहिँ बिग्रिरहेको ल यही गइरहेको अब उहाँ गएर टाइट गराउनु लागिरहेको थियो मलाई त्यही त यो ढुल्ला चाहिँ भयो यत्रो आली थियो होइन अब घुमाउने काहीँ पनि नआयो क्या अनि स्ट्यान्ड लगाएर यसरी उठाएर घुमाएको त लत्ते तलतिर झर्दिरहेको क्या कस्तो हस् उडाएर लग्छ नि होइन तपाईले भनेको हैन यो बाटोले भने बिस्तारै लग्दिनु म लडेको होइन क्या हजुर उले घुमाउँदाखेरि म घुमाउँदाखेरि तल झरेको हो क्या बाइक बुझ्नु टेंशन नहीं लेने का आप उन्हें ना म एक्सपिरियन्स नभइकन म क्यामेरा बोक्दै हिँड्छु होला भन्नु त अचुवामा बात तो सही है दौड़ना तो पड़ता है 1 hour later. दार्जिलिङ चाहिँ होइन फर्स्ट राइड 1 hour 50 minutes 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 1
फर्स्ट राइड पुरा भएर सेकेन्ड राइडको लागि जाँदैछु यार होइन लास्ट डरा यार त्यो बहिनी मैले चाहिँ के भन्दै गएँ भने होइन म चाहिँ त्यो आलीमा खास गरी घुमाउनु खोज्दाखेरि चाहिँ अब बाइक तल चिप्लिसकेको थियो नि त लडाइ पनि छैन म अनि त्यही बारेमा त्यति भन्दैको त बारे डर लाग्यो बस्नु भनेर यार हजुर हो आफू हो सन्चय भन्यो हजुर मेरो म चाहिँ सेकेन्ड राइड कम्प्लिट भइसक्यो होइन म चाहिँ यहाँ सिङ्गल ट्रिपतिर आएको थिएँ हेर न यहाँ कस्तो दामी देखेको पिस ठाउँ छ यारमा आएको बस्नुलाई नि मजा आयो तेल अफ गरेर झर्नुपर्छ यार कमी नहुनुपर्छ तेलमा अलिकति यार किनकि लिन जानलाई त 1-1 किलोमिटर जानुपर्छ नि त होइन खाली त्योभन्दा बरु किन तेल खर्च गर्ने अरे 1-2 किलोमिटरसम्म तेल अफ गर्ने जाने भइसक्यो हजुर हो खै यहाँ त केही छैन 7M V7M के हो म्याप हेर्दै जानुपर्छ त्यो कता हो भैँसीपाटीतिर छ त भैँसीपाटीबाट त्यो चौडा जाने बाटोबाट एउटा कीर्ति नगर कि कता छ ट्याङ्ला फाट त्यस्तै के नाम हुन त म नि भैँसीपाटीकै हो यो मैले फर्स्ट टाइम सुनेको ट्याङ्ला फाट भयो है मेरो त्यो यार थर्ड राइड कम्प्लिट भएर होइन फोर्थ राइडको लागि गइरहेको छु यो खै कुन ठाउँ यार बाटो त बहुत दामी रहेछ तर यार कहाँ हो जस्तो लागिराखेको यो त ल थाहा नै छैन भने खास गरी त्यहाँबाट चाहिँ यहाँ चौबारदेखि भित्र यो कीर्तिपुर के भन्दो रहेछ क्या पाङ्गादेखि भित्र रहेछ होइन म त यहाँबाट सोचिरहेको थिएँ र यहाँ राइडै नपाउने हो क्या जस्तो लागिरहेको थियो तर धन्न राइड चाहिँ पाएँ यहाँबाट बरु 2 किलोमिटर टाढा जानु पऱ्यो होइन अब के गर्ने यहाँबाट यत्रो 7-8 किलोमिटर खाली जानुभन्दा त बरु 2 किलोमिटर टाढा गएर होइन लिएर आउनु नै सबभन्दा बेस्ट हो क्या यो भनेको त्यो एक बोतलले छुँदै छुएन ल्याइदेऊ न लोकल बोतल ए म त यहाँ चौबार निस्केँ त यार अरे यार बबाल यार बाटो यस्तो मक्खन रहेछ त यार बाटो त हत्तेरिका बल्ल थाहा पायो यार यो व्हाइट हाउस जाने बाटो हो क्या क्यान्सल गर्नुपर्ने भयो 50 रुपियाँ दिन है ल हुन्छ हुनु नि म 3 किलोमिटर टाढाबाट आएको जानै नपर्ने भयो क्या भर्खर फोन आयो क्या मैले ट्याक्कै जुत्ता लगाएर हिँडेकै हो यहीँ भर्खर फोन आयो क्या जानै पर्दैन है भने ल हुन्छ क्यान्सल गरिदिनुहोस् न है हुन्छ थ्याङ्क यू ल हुन्छ केही भएन हजुर हजुर के छ युट्युबमा नेट 01 राइडर NEP अनि स्पेस नेपालको NEP अनि 01 अनि राइडर गऱ्यो भने मेरो आउँछ टक्कै ल दाइ ढुक्क हुन्छ दाइ के भयो यार अब के गर्ने त नजाने भनेपछि अब होइन कर गर्ने कुरा भएन त्यही नि 50 रुपियाँ दियो मैले माइन्ड गरेन यार तर 3 किलोमिटरको खास गरी 2 किलोमिटर आएको हो नि त म त फेरि 3 किलोमिटर भनेर चियार दिएँ मैले अबे साले 2 किलोमिटरको 40 रुपियाँ हो भनौँ न 50 रुपियाँ ठिकै भनौँ न अब को हुनुहुन्छ सञ्जय हजुर तपाईँको साथी कोही छ छैन नि कहाँ जानुपर्ने र हजुर बाफल हो दुईजना लानुहुन्छ
अहिले त त्यस्तो टाइम अझै भएको छैन न, त्यही दुवैजना लाग्थ्यो क्या। भित्रबाट जानु मिल्छ तपाईँ इफ जानुहुन्छ भने चाहिँ यहाँबाट जानु तपाईँ टक्क यो यता यो सीतापेर रोडको निस्किनु तपाईँको टक्कै बल्फु गरेर उता खै के गरौँ बस। तपाईँले हामी राति अब 10-11 भयो भने चाहिँ मैले ढुक्कले लगिदिन्थेँ, रोडै रोड लाग्थ्यो बरु होइन, फरक पर्छ नि अहिले त। चेकिङ नहुने मैले एक ठाउँ चेकिङ हुन्छ मेन बल्कुमा चेकिङ हुन्छ बल्कुमा मेन फर्स्ट पोइन्ट हुन्छ यहाँबाट फेरि राइडरहरू नै छैन क्या हतपत। त्यही भएर चाहिँ मैले त्यही भनेको यसो गर्छु नि त, म बल्कुसम्म लगिदिन्छु, अहिले बाटोसम्म लगिदिन्छु, जहाँ राइडर भेट्छ त्यहाँबाट चढाउँदा हुँदैन मात्रै। त्यो अन्जनाले त्यो कटाइदिने यो ओहो चेन्ज छ भनिदिनुहोस् न ल, मैले त भर्खर नत्र बाफ पनि लग्दा हुन्छ यसो हेरेर नत्र रिक्स अहिले चाहिँ नलिगौँ भनेर क्या फेरि। इभन अब तपाईँले हजुर रिक्स अहिले झन् ठ्याक्कै अब यो टिपरहरूलाई चेकिङ गर्ने टाइम हो क्या यो भनेको। अलि रात पऱ्यो भयो डाँडो लिएन जान्यो न, त्यही मसँग छ नि हस्पिटल खोल्छु नि होइन। कति पर्छ मलाई भन्नु ल तपाईँ पनि इन्डिया भएपछि सुरु सन्जय भाइसँग मेरो नम्बर छ मलाई भन्नु कति पर्छ म तपाईँ टोटल गरिदिन्छु है। अब चाहिँ म होइन घरतिर गइरहेको छु, लास्ट राइड हो यार, अनि भैँसीपाटीकै राइड परेको थियो क्या। हजुर होइन नि पार्ट टाइम हो, भोलि काममा जानुपर्छ। म त उहाँ कलङ्की घर जान्छु भनेर कलङ्की पुगिसकेको थिएँ होइन, त्यहाँबाट यहाँ 3 किलोमिटर रहेछ भने 10 रुपियाँ 120 रुपियाँ ल। आजको बजेट चाहिँ 1000 रुपियाँ हुँदो रहेछ। यहाँबाट उता मापासी होला लखुसम्ममा चान्स लिन सकिन्न भन्न सकिन्न होला आज झन् फ्राइडे ल। म चाहिँ के प्लान गरेँ भन्दाखेरि तपाईँ अगाडि गएर जानु म पछि आउँछु भनेर सोचिरहेको थिएँ क्या। हुन्छ फरक पर्छ पर्दैन, यसो हुन्छ नि त, पऱ्यो भने नि म कटाइदिन्छु नि त, के गरी पऱ्यो भने होइन म बाइक लिएर अगाडि पुऱ्याउँछु फेरि पछि फर्केर आउँछु अनि कटाइदिन्छु नि त होइन। ल हुन्छ हजुर नै होइन यो नम्बरै उ छ क्या मेरो ब्लगमा छ क्या। के छ चेकिङ छ कि के हो त्यहाँ? चेकिङ छ यार, चेकिङ छ। है म अगाडि जान्छु, चेकिङ छ जस्तो लाग्यो, अगाडि बोर्ड राखेछ, अगाडि चेकिङको बोर्ड राखेछ। ल त्यही गर्छ है त एकछिन है, म कल गर्छु नत्र हेर। कटक ट्राफिक आफ्नै धुनमा छ छन त, त्यहाँ हेरिरह हेर्नु त। ए रोक्न थालेको छ है, रोक्न थालेको छ। म आउँछु ल। मैले तिर्ती नजर लगाएर हेरेको त यो ठ्याक्कै बोर्ड देखिहाल्यो कि टाढैबाट। यसको के हुन्छ, एक अगाडि हुन्छ। अरे बाफले कत्रो हाइटी लागेको यो बाइक त। वाउ नाइस साउन्ड है। मैले त भ्याएकै छैन। नाइस बाइक यार तर म धरौँ, नाइस बाइक छ तर यार मजा लाग्यो। अब त ढुक्कले हिँड्दा हुन्छ, अब हुँदैन। नखुको पुलमा मेन अब बाइकै हो यो, डट बाइक नै हो यो पनि। ल गाइज आजको राइड चाहिँ है समाप्त है। हो सबैले इन्जोय गर्नु होला। फेरि पनि भेटौँला नेक्स्ट भिडियोमा है। म चाहिँ अब घरतिर आइसकेँ। अब आजको राइड चाहिँ समाप्त। टोटल आज मैले कमाएँ लगभग त्यस्तै 1700 म्याक्सिमम् 5 आवर्समा।
अब भनौँ न 500 को तेल काट्नै पऱ्यो, 200 रुपियाँ इन्ड्राइभ खर्च होइन। अब मलाई चाहिँ 1000 रुपियाँ बच्यो। ल see you in next video guys, bye bye। महाकाल का ठोक दीजिए, 5000 लौटे दिख जाना चाहिए।